सानो पहाडी बजार जहाँ मानिसहरू एकअर्काको रैथाने चौतारी चाहिँ जोडिएका हुन्थे। त्यहाँका सोझा र मेहनती युवक थिए रमेश। रमेश बजारको एउटा सानो किनारा पसल चलाउँथे र आफ्नो इमान्दारिताका लागि चिनिन्थे। तर प्रविधिको यो जमानामा एउटा सानो फोन र एउटा छोटो भिडियोले मानिसको जीवन कसरी एकाएक उथलपुथल बनाइदिन्छ भन्ने कुरा रमेशले सपनामा पनि सोचेका थिएन। त्यस दिन दिउँसो बजारमा निकै भिडभाड थियो। एउटी वृद्ध महिला आफ्नो नातिको कलेजको फी तिर्न पनि सरकारीबाट निकालेको 20,000 रुपियाँ बोकेर हिँडिरहेकी थिइन्। भिडमा उनको थैलीबाट पैसा भुइँमा खस्यो। रमेशले त्यो देख्ने बित्तिकै दौडेर गएर पैसा उठाए। उनी ती वृद्धालाई बोलाउन आमै आमै भन्दै चिच्याउँदै उनीको पछाडि दौडिए। वृद्धाले कान अलिक कम सुन्ने भएकाले उनीले सुनिनन्। रमेशले ती वृद्ध आमालाई भेटेर उनीको पैसा फिर्ता गरे र ती वृद्ध आमाले रमेशको टाउकोमा हात राखेर आशीर्वाद दिन्। तर ठिक त्यही समयमा बाटोमा हिँडिरहेको एउटा कलेज पढ्ने युवकले आफ्नो मोबाइलबाट भिडियो खिचिरहेका थिए। अफसोस, उनले भिडियो त्यस बेला मात्र सुरु गरे जब रमेशले भुइँबाट पैसा उठाएर गोजीमा हाल्दै वृद्धाको पछि कुदिरहेका थिए। उनले पैसा फिर्ता गरेको र वृद्धाले आशीर्वाद दिएको दृश्य भिडले गर्दा क्यामेरामा कैद हुन सकेन। ती युवकले भिडियोको वास्तविकता नबुझी केवल भ्युज र लाइकको लोभमा एउटा सनसनीपूर्ण क्याप्सन राखेर टिकटक र फेसबुकमा अपलोड गरिदिए। हेर्नुहोस् त, सानो बजारका एक व्यापारीले देउसी वृद्ध महिलाको पैसा लुटेर भाग्दै। भिडियो सामाजिक सञ्जालमा डढेलो चाहिँ फैलियो। त्यही घन्टामै लाखौँ भ्युज र हजारौँ सेयर भए। मानिसहरूले भिडियोको सत्यता बुझ्दै नबुझी रमेशलाई गाली गर्न थाले। चोर, पापी, बहिष्कार गरून् जस्ता टिप्पणीहरूले सामाजिक सञ्जाल भरिए। भोलिपल्ट बिहान जब रमेश बिउजिए, उनको संसार बदलिएको थियो। मोबाइल खोल्न साथ आफन्त र साथीभाइका अनौठा र आकर्षित मेसेजहरू आएका थिए। उनी पसल खोल्न बजार निस्किँदा सधैँ मुस्कुराएर बोल्ने छिमेकीहरू आज उनलाई निराश नझन् हिँडे र कतिपय त बाटो पन्छाएर हिँडे। पसल पुग्दा त झन् अचम्म भए। उनको पसलको सटरमा कसैले कालो पोतेर चोरको पसल लेखिदिएको थियो। हिजोसम्म सम्मान पाउने रमेश आज एकाएक गाउँकै सबैभन्दा ठुलो अपराधी बनेका थिए। उनले आफू निर्दोष रहेको र पैसा फिर्ता गरेको जति नै स्पष्टीकरण दिन खोजे पनि कसैले उनको कुरा सुन्न तयार भएन। भिडियोमा प्रमाण छ, कति धात छ भन्दै सबैले उनलाई तिरस्कार गरे। रमेश आफ्नै भविष्य थुनिन बाध्य भए। उनको मानसिक अवस्था निकै कमजोर बन्यो। यो मानसिक र सामाजिक बहिष्कारको श्रृङ्खला 3 दिनसम्म चल्यो। चौथो दिन त्यो वृद्ध महिलाका नातिले सामाजिक सञ्जालमा त्यो भिडियो देखे। उनीलाई छागाबाट खसे जस्तै भयो। उनले तुरुन्तै आफ्नो फेसबुक अकाउन्टबाट एउटा भिडियो सन्देश जारी गरे। उनले आफ्नै हजुरआमालाई सँगै राखेर भने यो भिडियो पूर्ण रूपमा गलत र भ्रम हो। रमेश दाइले मेरी हजुरआमाको पैसा लुटेका होइनन्, बरु भुइँमा खसेको पैसा भेटाएर बुझाउनु भएको हो। उहाँ त हाम्रो लागि भगवान साबित हुनुभयो। जसले यो भिडियो बनाएर दाइको बदनाम गरे उनीहरूलाई कारवाही हुनुपर्छ। हजुरआमाले पनि क्यामेराको अगाडि रोँदै रमेशको इमान्दारिताको कसम खाइन्। यो स्पष्टीकरण भिडियो पनि चाँडै नै भाइरल भयो। सत्य बाहिर आएपछि मानिसहरूको विचार फेरि एकाएक बदलियो। हिजो गाली गर्नेहरू नै आज रमेशसँग माफी माग्न उनको घर आँगनमा आइपुगे। भिडियो बनाउने केटालाई प्रहरीले नियन्त्रणमा लिए। रमेशले सफाइ त पाए, तर यो घटनाले उनको मनमा गहिरो चोट छोडेर गयो। उनले बुझे कि आजको डिजिटल संसारमा सत्य कति सस्तो र भ्रम कति शक्तिशाली भइसकेको छ। एउटा स्क्रिन र भ्युजको क्षणभरमै कसैको जिन्दगी बर्बाद बनाउन सक्छ भन्ने सत्य रमेशले कहिल्यै बिर्सन सकेन।